के कोही मान्छेले एकै दिनमा 19 अर्ब डलर कमाउन सक्छ र? त्यो पनि केही काम नगरिकन। हो, इलन मस्कले एकै दिनमा 19 अर्ब डलर कमाए। त्यो नि एआईले काम गर्ने सेल्फ ड्राइभिङ गाडी रोबो ट्याक्सी लन्च गरेर। टेस्लाले अमेरिकाको अस्टिनमा पहिलो पटक रोबो ट्याक्सी सार्वजनिक गर्यो। गाडीमा चालक छैन, कस्टमर मात्र। एआईबाट चल्ने यो गाडी अब सडकमा आइपुगेको छ। भविष्य होइन, अहिले नै यो कुरा भइसक्यो। यो इलन मस्कको रोबो ट्याक्सी लन्च भएपछि टेस्लाको स्टक आकाशमा उफ्रिएको छ। इलन मस्कको सम्पत्ति अब 420 अर्ब डलर पुग्यो। त्यो त नेपालको कुल जीडीपी भन्दा 10 गुणा धेरै हो। एकजना मानिसको सम्पत्ति एउटा सम्पूर्ण राज्य देशको भन्दा पनि धेरै। कसरी? त्यो पनि 10 गुणा। कसले सोच्न सक्छ र? यही रोबो ट्याक्सीले उबर, ट्याक्सी, राइड सेयर, इनड्राइभ जस्ता बिजनेसहरूलाई ध्वस्त पार्न सक्छ। अब त मानव चालकहरूको आवश्यकता नै पर्दैन। फुल सेल्फ ड्राइभिङ एआईले अब साँच्चीकै हाम्रा सहरहरू चलाउँदैछ। र इलन मस्क उनी भविष्यमा लगानी गरिरहेका छन्। के तपाईँ यस्तो गाडी चढ्न तयार हुनुहुन्छ जहाँ कि ड्राइभर नै हुँदैन? तपाईँको विचार के छ? कमेन्टमा लेख्नुहोस्।